कुराहरू के राम्रा कुराहरू आफूले चाहिँ होइन मैले जानेका कुराहरूलाई चाहिँ बस्ने प्रयासमा सबैलाई आउँछ का चिन्तन र मनन सभ्य व्यवहार स्वाभिमान स्वाभिमानी रहे हामी अनि कहन्छ नेपाल। नेपालको मुटुमा बस्छौँ हामी, मुटु हो हाम्रो नेपाल। मैले मुटुसँग सोधे धक धक गर्छौ किन? मुटुले भने सही र सत्य असत्य चिनाऊ। मुटुले भने हो भनेका कुरा छ भनेका कुरा हो छ भनेको कुरा सत्य होइन र? मुटुले भने अनि होइन छैन भनेका कुरा असत्य होइन र? युग एउटै छ, सत्य फरक फरक भिन्न। द्रोपा युग तृतीय युग हुँदैन, सत्य र असत्य मात्र हुन्छ। चार पार्श्वमा हुँदैन, के हो सत्य होइन र? यसलाई जसले सोध्छ उसैलाई खोज्छ मुटुले। आमाले सोध्नुहुन्थ्यो ख्याल गर्नुहुन्थ्यो, आमालाई खोज्छ मुटुले। बाबाले सोच्नुहुन्थ्यो मात्र होइन, हामीलाई जहाँ सोध्नुहुन्थ्यो त्यहाँ बुद्धि र ढङ्ग थियो, ज्ञान थियो, चल सम्मान सबै व्यवहार। एकदमै प्रिय वास्तविकता, सोच्ने ज्ञान थियो, सोच्नुहुन्थ्यो। जसले सोध्छ ख्याल गर्छ उसैलाई खोज्छ मुटुले। बाबालाई खोज्छ मुटुले, आमालाई खोज्छ मुटुले। के यो सत्य होइन र? मुटुसँग सोधे तिमी यति किन सताउँछौ तिमी? मुटुले भने चिन्तन मनन सभ्य व्यवहार स्वाभिमानी सत्य चिनाउन। मुटुले भने सुरु पनि पुरुष र महिलाबाट हुन्छ, बाटो पनि एउटै हुन्छ, अन्त्य पनि पुरुष र महिलाकै हुन्छ। अन्तिममा के रहन्छ? सोच्नुस् त के रहन्छ होला? अन्तिममा के रहन्छ? ज्ञानको ज्ञानी सत्य कुरा। के यो सत्य होइन? सोच त भने गहिरो सोचमा सोचे। अनि फेरि मैले मुटुसँग सोधे तिमी यति दुख्छौ किन? अनि रुन्छौ आँसु झार्छौ किन? मुटुले भने सबभन्दा प्रिय नभई नहुने आँखाले देखे। मुटुले धक धक गरेको सत्यतालाई छोड्छौ किन? छुट्छ किन? के यो सत्य होइन र? मुटुले भने पानी खायो भने मुटुमा छुन्छ, हात खायो भने पेटमा छुन्छ। दुवै नखाँदा र भोक लाग्दा मुटु र चित्तमा छुन्छ। के यो सत्य होइन र?